बालेन शाहले पछिल्लो समय लेखेको यो कवितालाई लिएर धेरैजनाले धेरै कुरा गरेको पाइयो। जस्तो कोही कोही त एकदम बुझ्ने मान्छेले पनि अलिकति कन्ट्रोभर्सी सिर्जना गर्नको लागि होला सायद यहाँ चाहिँ किसान चाहिँ फोहर भनियो भनेर किसानलाई फोहोर भनियो भनेर धेरै एक्सप्लेन गरेको पाइयो। तर वास्तविकतामा पुरै कविता पढ्दाखेरि चाहिँ यहाँ भनिएको छ सत्यको कुनै एउटा पहिचान कुनै नाम हुँदैन भन्नेबाटै सुरु गरिएको छ। यसको अर्थ के हुन्छ भने फोहोर भन्ने शब्दलाई यहाँ माटोले भरिएको सादा अहङ्कार रहित जीवन भन्ने जनाउँछ। जस्तो किसान माटोमा काम गर्छ, उसको शरीर माटोले ढाकिएको हुन्छ, बाहिरबाट उसलाई फोहोर देखिन सक्छ, तर वास्तवमा त्यो फोहोरपना नै उसको पवित्रता र श्रमको प्रतीक हो। त्यसैले सत्य पनि किसान झैँ हुन्छ, बाहिरबाट साधारण फोहोर जस्तो देखिन सक्छ, तर भित्री रूपमा त्यो सबैभन्दा शुद्ध, श्रमशील र जीवनदायी हुन्छ भन्ने अर्थमा यहाँ किसान चाहिँ फोहोर भनिएको हो।